जाने रे हैन जान्नु जाऊ है हेलो गाइस यहाँ सन्ध्या मेरो भिडियोमा तपाईको भिडियो छ है मसँग रुन्न भनेको भइरह भिडियो अनि सन्ध्यालाई चाहिँ मैले खास गरी ट्युसन 2 क्लासको ट्युसन भेटेको भनौँ खास मेरो थ्रु चाहिँ भेटेको यिनीहरू सबै है मेरो स्कुलको साथी हो यो होइन हामी 8 क्लासदेखिको साथी हो त्यसपछि ठ्याक्कै कम्प्युटर क्लासमा गएपछि चाहिँ अहिले सन्ध्यालाई भेटेको अनि त्यसपछि हामी 11-12 सँगै पढ्यौँ अनि 11-12 सँगै पढ्यौँ 11-12 मा चाहिँ हामी यसले चाहिँ मलाई मस्ताङमा ट्युसन पढ्न आइज गर्थ्यो अनि त्यसपछि चाहिँ मैले चाहिँ यिनीहरूलाई भन्थेँ योलाई देवलाई भनेको त्यसपछि चाहिँ हामीहरू त्यहाँ भेटेको तर म सन्ध्यासँग त्यस्तो क्लोज थिएन देवसँग चाहिँ थिएँ किनभने देव र मुना भएर म ट्रिपल लोड भएर त्यति बेला चाहिँ भेटेको थिएँ देवसँग चाहिँ क्लोज थिएँ तर सन्ध्यासँग चाहिँ त्यस्तो थिएन अनि बस सन्ध्या पनि जेएमसीमा पढ्ने भयो भनेर थाहा पाएँ मैले अनि थाहा पाइसकेपछि चाहिँ एडमिसन गर्ने बेला पनि भेटेँ होइन अनि एडमिसन पनि भयो अनि फर्स्ट डे थियो अनि फर्स्ट डेमा मैले सन्ध्याले यताबाट हिँडेको देखेँ टुकुर पाँचरी केटी होला यो भनेको चाहिँ सन्ध्या रहेछ कि अनि सन्ध्या चाहिँ अर्को सेक्सनमा पढ्यो बीमा अनि म चाहिँ ए सेक्सनमा पढेँ अनि चाहिँ मैले आस्थासँग भेटाइदियो होइन अनि आस्थासँग बसेँ होइन आस्था चाहिँ हाम्रो सगरमाथाको साथी हो अनि उनीहरूले चिन्थ्यो आस्थालाई अनि त्यहाँ बसेँ हाम्रो बोर्ड झन् एकदम स्ट्रङ हुँदै आयो कि त्यसपछि यो 4 इयर्समा त झनै स्ट्रङ भयो है हाम्रो हुन त 8 क्लासदेखि थियो तर यो म 8 क्लासदेखि भए पनि योसँग हेर्नु हुनसक्छ टेन्सन क्लोज थिएँ योसँग त ठिकै थियो है 10 देखि चाहिँ भएको योसँग चाहिँ अनि योसँग चाहिँ अब ठ्याक्कै कम्प्युटर क्लास लास्ट दिनमा भेट भएर मर्निङ डे त्यसपछि सगरमाथा पढ्ने भनेर थाहा भएपछि चाहिँ अनि हामी त एउटै सेक्सनमा पढ्यो हुन्छ पे गर्दै थियौँ थ्याङ्कफुली गडले सुन्नु भएर हामी एउटै सेक्सनमा पढ्यौँ जति बेला सेक्सन एमा आउँथ्यो होइन अनि सबले सेक्सन एकै जस्तो हुन्थ्यो हाम्रो त जे कुरा पनि हाम्रैमा इन्भल्भ अब यस्तो लाइफ आफ्नो लाइफ छ होइन अनि अब हामीले ब्याचलर्स कम्प्लिट गऱ्यौँ अब हाम्रो मास्टर्सको लागि वी आर पर्सुइङ फर मास्टर्स अनि अब आफ्नो डेस्टिनेसन हुन्छ सधैँभरि यसरी सँगै हुन्छ सधैँभरि हुन्छ भइराख्ने नि छैन सो द्याट्स वाइ छैन अब जस्तो हामीले मुनालाई सिएफ गरिसक्यो प्रियङ्कालाई गरिसक्यो सल्लाहलाई गरिसक्यो अब देव पनि काठमाडौँ सिफ्ट भइसक्यो अब कहिले गर्नु हुँदा आउँछ अब बाँकी भयो र म यो पनि अनि अब हामीलाई एउटै फ्रेममा 3 जनालाई सँगै देख्न पाउनुहुन्न होला होइन कोही इस्ट कोही वेस्ट पुग्यो भने कहिले तर आई होप होइन सब मेरो बिहामा चाहिँ सब आउने पर्छ फिजिकल्ली चाहियो त्यो अब भनेपछि ल 2 जनाको चाहिँ छिट्टै बिहा हुने कुरा जस्तो छ जस्तो है ल मेरो चाहिँ मास्टर नसक्छ अहिले त अब भएन मैले के सोचेँ थिएँ ब्याचलर पछि एउटाको चाहिँ हुन्छ होला भन्ने सोचेँ भन्न चाहन्छु होइन सन्ध्याको बारेमा म चाहिँ होइन सन्ध्या चाहिँ यस्तो पढ्दा चाहिँ नोटहरू सबै बनाएर राख्ने पढ्ने होइन अनि म चाहिँ यत्तिकै नोट बनाउन केही गर्न दिदीहरूलाई गयो है केही गर्दै बस्थेँ कि म बङ्क हालेर अनि इक्जाम आएपछि भन्न तात्तिने होइन सबै सन्ध्यासँग माग्थेँ कि अनि सबै सन्ध्यासँग त्यो न्युमेरिकल मलाई आउँदैन आउने होइन सबै सन्ध्याले सोध्दै पढ्दै गर्थेँ जति बेला सोधेँ नि एन्सर दिने कि सन्ध्याले अनि त्यो चाहिँ मलाई एकदम मिस हुन्छ किनभने अब त्यस्तो साथी मैले पाउँदिनँ होइन त्यो कुराको लागि मलाई एकदम पढ्नुमा चाहिँ सन्ध्याले एकदमै लास्टै धेरै हेल्प गरेको क्या मलाई पढ्नमा चाहिँ त्यसमा एकदम सन्ध्या चाहिँ एकदम हार्ड वर्किङ गर्ल है हाम्रो ग्रुपमा चाहिँ सबभन्दा हार्ड वर्किङ भनेको नै यही जस्तो लाग्छ मलाई एकदम मेहनत ग्रुप भन्छ नि त्यो नि ओके एकदम उसको मेहनत हुन्छ नि के भन्छ अरे त्यो बयान गर्न सक्दैन कि एकदम मेहनती छ है अब हामीले अब कुनै रिसर्च वर्क गर्नु छ भने नि उसले पुरा हेल्प गरिदिन्थ्यो है मेरो रिसर्च उसले हेल्प गरेको एकदम हेल्प गरेको है त्यस्तै गरी अनि नोट्सहरू भयो होइन अनि क्वेसनहरू के सोध्यो भने नि उसले खोजेर पठाइदिन्थ्यो म्याथमा चाहिँ एकदम ट्यालेन्ट हो म्याथ्स र इकोनोमिक्स र म्याथ्स त ह्याट्स अफ हो क्या है अनि त्यसरी 11-12 नि है पुरा यसले म्याथ्सको होमवर्क खिचेर पठाइदिन्थ्यो कि एकदम मलाई सबै होमवर्क पठाइदिन्थ्यो सन्ध्याले यसले चाहिँ नोट चाहिँ अप टु डेट गर्थ्यो अनि यसलाई देखेर चाहिँ आफू मोटिभेटेड हुन्थ्यो कि गर्नुपर्छ हामीले नि यस्तो लेख्नुपर्छ भन्ने कुरा चाहिँ अनि हामी चाहिँ कस्तो हुन्छ हामी चाहिँ कस्तो राम्रोसँग एकदम पुरा गर्नु भन्ने अनि अर्को भनेको यसले चाहिँ हेर मेसेज पठायो भने रिप्लाई गर्दैन यसले चाहिँ ठक्क ठाउँ रिप्लाई गर्छ यो चाहिँ एकदम मिस गर्छ यो चाहिँ हराउँछ नि फेरि म चाहिँ यस्तो हुन्छ म चाहिँ आउने जाने हुन्छ 2-3 दिनमा एउटा रिप्लाई दिन्छ भ्यालु दिने अब यो कुराहरू सन्ध्याको मिस हुनेवाला छ सन्ध्याको सिम्प्लिसिटी एकदम
यो हामी त यस्तो नक्कल चक्कल पार्छ अलिकति मेकअप गरेर भन्ने टाइपको लाग्छ हामीलाई तर यो चाहिँ यस्तो छँदै छैन यसलाई चाहिँ लिपस्टिक लगा भने मान्दैन अब हो यो वहाँ गएर चाहिँ अलिकति मेन्टेन गर आफ्नो स्किन आफ्नो फेस यो नि जाँदाखेरि पुरा चट भएर जा अनि लन्डन बोय पट्टा साइनाले चाहिँ अब कपाल काटेर जाने रे हैन अब तपाईहरु हेर्न सक्नुहुन्छ सन्ध्याको कपाल कस्तो हुन्छ भनेर आफ्टर 5 मिनट्स थियो हैन त्यसपछि यस्तो गरेर यस्तो गर्थ्यो अनि पछि चाहिँ सर्ट हेयर देखाएको थियो कि सन्ध्याको कपाल चाहिँ अब दिदीले काट्दै हुनुहुन्छ हाय दादा यता हेर हाय भन अबे कौन है बे तू प्रधानमंत्री हाय भन लौ सुदुक्तै हो लौ तिमुना हो स्वाहा आऊ Final look यस्तो देखेको छ Next look. Mama. Apa yung taguma? Yung lapit ito. Final look. Guba ta? Esta yung pasay din. Esta gara. Laita hera. देखाउ तिम्रो कपाल त्यो कपाल हैन के काटेको कपाल पहिलाको भन्दा अलि सानो रहेछ मुना जानु भएको बेला आउनु पर्छ नि बाइ जा गर्दै त्यस्तो गर्ने हैन त्यस्तो भन्ने हैन यसले कभर मन परेछ क्या हो के त्यही भएर जति यस्तै हेयर बनाउनु मन छ भने सरिता ब्युटी पार्लरमा आउनु होला यो चाहिँ लाडीगुराँस टोल भित्र रहेको छ आउन सक्नुहुन्छ तपाईहरु पनि म यसरी हिँड्न एउटा ल हिँड ल जाऊ ल दिदी भन बाइ बाइ भन बाइ गर्दै ल पेट देखियो हैन आउन खोजे अझै हामीसँग सुरुमा त जा जाऊ बाइ नमिल्ने रहेछ हैन युट्युबको भिडियो के पहिला मिल्थ्यो नि त सब्स्क्राइब गर्दियो भनेर त्यसरी नमिल्ने रहेछ हैन साथ दिइरहनु काम बनेरै उदाउनु किरण भइरहनु ल रामसँग पढ स्टाइल अफ वर्ड कायो हाले हैन ब्रिटिश गर्ल
मोर प्लिज सानो छैन मोड भछ नानी आसे छु आन्टी त चिल हो क्या होइन आन्टी चिलमा जानु कति रुनु होइन अनि हो त ल निस्कैन ओए लाइटै बलेन यहाँबाट सन्ध्या मेरो भिडियोमा ओइ बाल्छ यता लाइट हाई गाइस म पनि आउँछु बल्ल लाइट भयो खै सन्ध्या कहीँ छ हामी ओइ सन्ध्या गाइस सन्ध्यालाई हामी छोड्न जाँदैछौँ अब अगाडि लड्ला भइरह भिडियो ल म नि आऊ सबैको आफ्नै आफ्ना साका हुनेहरू त गयो आन्टी नरुनु आन्टी रुनी आन्टी तपाईँको भिडियो छ है मसँग रुन्न भनेको आन्टी रुनी जाऊ है